अब तपाईहरुले एडिबी क्रोम अथवा तपाईले अरु कुनै सर्च इन्जिनमा गएर चाहिँ त्यहाँ टाइप गर्न सक्नुहुनेछ एडिबी 2025 टाइप गर्नु होला 2025 त्यसपछि इन्टर प्रेस गर्नुस् त्यसपछि तपाईहरुले त्यहाँनिर यस्तो खालको एउटा इन्टरफेस देख्न सक्नुहुनेछ यहाँनिर आउँछ इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा भन्ने त्यहाँ क्लिक गर्नु होला त्यहाँ क्लिक गरिसकेपछि फेरि यस्तो खालको इन्टरफेस खुल्छ तपाईहरुले चाहिँ यहाँनिर चेक स्ट्याटसमा जानु होला त्यसपछि कन्टिन्युमा जानुहोस् र तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरुले सुरुमा कन्फर्मेसन नम्बर हाल्नु पर्ने हुन्छ त्यहाँ तपाईहरुलाई जुन डिबी भर्नु भएको त्यसमा तपाईहरुले एउटा नम्बर पाउनुहुन्छ कन्फर्मेसन नम्बर भन्ने त्यो नम्बर तपाईहरुले यहाँनिर हाल्नु पर्ने